हिरो नभएको भए के हुनुहुन्थ्यो तपाईँ? हिरो नभएको भएपछि म हिरो हुँदैन थिएँ, त्यही त हो नि। राजेश दाइ रिसान्छ तै हजुरको जब हामी हेर्छु तै यो के हो सर? मेरो यस्तो होला, यस्तो। कस्तो? यस्तो देखानु न। मलाई अब रेडी भएको हान्नुको लागि। अब दाइको चाहिँ यस्तो भनेपछि पक पहिला कुरा सुन्नु भने हो कि। यसमा एउटा डायलग छ होइन, हाम्रो ट्रेलरमा पनि हालेको छ होइन, जुन टाइटल हो, टाइटललाई सम्बोधन पनि गर्छ त्यो डायलगले होइन। चट्टानलाई फोरेर निस्किने फलाम। यस्तो राम्रो केटी अगाडि बढेको छ, यहाँबाट मैले चट्टानलाई फोरेर के बोल्नु पर्ने के बोलियो। हिरो कसलाई भन्ने? त्यसलाई चाहिँ नि अब 2-4 फिल्म खेल्ने बित्तिकै हिरो भन्छ, त्यतिकै पनि हिरो भन्छ। हामी कसैलाई कहीँ ए हिरो 2 कप चिया ल्या त। एक्सर्साइज वर्कआउट गरी पनि रहन्छु होइन, त्यसले गर्दाखेरि यस्तै हो। म मोटो त कहिले थिए जस्तो लाग्दैन। तर पनि तपाईँको हाइटले चाहिँ तपाईँको वेटलाई अलिकति हुन्छ नि नदेखाएको जस्तो होइन। तर फेरि अब तपाईँको मतलब म मोटो छु? कहिले आफ्नो पूर्व प्रेमिकासँग भेट्नु भएको छ? पूर्वतिरको एक दिनको लागि विराज भट्ट बन्नुभयो भने के गर्नुहुन्छ होला? जिम गर्छ। बाबुलाई त मैले कतै देखे जस्तो लाग्यो। ल भर्खरै चिमोटे यहीँ बसे, यहीँ देख्नु भयो नि। बाबुलाई नि हात हेर्न आउँछ कि? आउँछ त, किन नआउने? हो र? हो त। हेर्नुहुन्छ? हेरे त। होइन के भविष्य बताउने भनेको? भविष्य त बाजे, अब भविष्य त भए पो बजाउने। सुरुवातै खुकुरीबाट भएर यहाँ चाहिँ नि परशुराममा बन्चरो बोकेर आइसक्यो। ए यहाँ त बन्चर बाउ त्यो चरो कुन प्रजातिको? बन्चर हो, वनमा पाइने, वनमा बस्ने चरो बन्चरो। झ्याक्कै झ्याक्कै। त्यो फाइट हान्छन् नि बाबु? हजुर हजुर। त्यो फाइट हान्दाखेरि, फिल्ममा फाइट हान्दाखेरि त्यो बुग्रो ढलेर चाहिँ एक बाबुले हान्दाखेरि त्यो उड्दै घुम्दै माथि पुग्छन्, कता पुऱ्याइदिनुहुन्छ नि। हजुर हजुर। त्यो कसरी पुऱ्याउँछन् बाबु त्यहाँ फिल्ममा? त्यो फिल्ममा त्यो सबै अब छ टेक्निकल कुराहरू हो। बाजेलाई फेरि यो मर्ने बेलामा किन त्यो त्यस्तो चिज चाहियो फेरि? होइन त्यो त बाजे, त्यो त अलिकति आफूले पनि ताकत लगाएर पनि हान्नुपर्छ होइन। ताकत लगाएर पनि अब उडाउने हो, तर ताकत लगाएर उडाएको चाहिँ अलिकति मिल्दैन। किनभने एकचोटि उड्यो भने फेरि दोस्रोचोटि उड्दैन, फेरि उडिहाल्छ कि। त्यो उडाइ जन्मिँदाखेरि त सबै बच्चा एउटै हुने हो। तर सरले के अहिलेको विराज भट्ट हुनुहुन्छ अहिलेसम्म? होइन, तपाईँ पनि राम्रो हुनुहुन्छ नि। त्यो त तपाईँ झुट्टा हो, त थाहा हुन्छ नि मेरो बारेमा। भालुसँग लड्नु भएछ। भालुसँग चाहिँ लड्यो। किन लडाउँथ्यो सर? यो हिरोलाई बडा जिन्दगी भर कठिनाई कि भिलेन मजाले बसिहालेछ, भालु छोडिदिन्छ। यो कुरै बुझ्न के फिल्ममा त भिलेनलाई मजा रहेछ नि। बाबु कुर्सीमा बस्छ, हिरोमाथि भालु छोडिदिन्छ। म त्यो भिलेनलाई समात्न गइरहेको हुन्छु। पुलिस अफिसरको क्यारेक्टर छ मेरो। त्यो पुलिस अफिसरको कपाल सानो थिएन। एउटा त हामी सिनेमा धेरै कन्टिन्युटीमा गर्छौँ, अर्को कसैलाई चाहिँ नि यार तपाईँको सिनेमामा यो क्यारेक्टर छ, यो कपालको यता कन्टिन्युटी छ, यो अलिकति पछि गर्ने हो कि होइन? फिल्ममा चल्छ, स्टारले जे गरे पनि चल्छ भन्थ्यो कि। यदि बिहान उठ्दा तपाईँ महिला बन्नुभयो भने पहिलो कल कुन चाहिँ नायकलाई गर्नुहुन्छ? त्यो साङ्लो चलचित्रको नायकलाई गर्नुपर्छ। यो पारिश्रमिक चाहिँ होइन उता धेरै छ कि यता धेरै छ?
बेसी नै पाइन्छ त्यहाँ म अलि बढी पैसा पनि लिन्छु हैन किन लिनुहुन्छ त्यहाँ चाहिँ नि बाजे अब कस्तो छ भने हाम्रो यहाँ काम गर्दाखेरि चाहिँ नि अब हाम्रो हिरोइनहरू पातली दुब्ली स्लिम भन्छन् नि त्यस्तो हुन्छन् तिनीहरूलाई बोक्नु पर्ने हुन्छ गानामा हैन अब त्यहाँका जुन भोजपुरीका हाम्रो हिरोइनहरू छन् नायिकाहरू मोटी छन् हैन अनि तिनीहरूलाई बोक्नु त गाह्रो हुन्छ त बाजे भनेपछि त अनि पैसा बढी लिनु पर्यो नि त बाजे भन्नु त सबभन्दा नमिल्ने भनेर त्यो घोडा दौडाउनु हो अब घोडाले बाबुलाई चिनेन घोडाले त मलाई मात्रै होइन नि त अगाडिको ड्राइभरलाई पनि चिन्दैन क्यामेरामा कुन लेन्स राखेको छ त्यो पनि चिन्दैन अब त्यो घोडाको माथि बसेर आफूले दौडाउनु त्यो पनि गाह्रो छ बाजे त्यो सजिलो छैन घोडा जति थाकेको नि त त्योभन्दा बढी त अब यहाँ नाति थाकिसकेको हुन्छ ओहो त्यो त हो हैन त्यो घोडै कन्फ्युज हुन्छ बाजे म घोडा हो कि यो घोडा हो भनेर कि पछि प्रोड्युसर साहबले कहाँबाट त्यो भालु भेट्नु भएछ कि एउटा खोरमा भालु हालिराखेको थियो अरे एकदम ट्रेन्ड भालु हो यो त एकदम स्प्रिङ बोर्डर जम्प गरेर यस्तै यता गुलाटी हान्छ यो सबै चिज गर्छ त्यसलाई सेटमा लगेर जाँदाखेरि त त्यो केही गर्दैन रहेछ केही पनि गर्दैन रहेछ मात्रै गर्ने क्या त्यो बेलामा त्योसँग भनौँ न धेरै मैले नै उसँग आफै झम्टेर उसलाई भालु पछि परेशान भयो क्या भालु कन्फ्युज थियो कि भालु म हो कि यो भनेर के होइन अझै घर आइपुगेन घर आफै आउँदैन झिल्के हामी जानुपर्छ घरमा आफ्नो इलाकामा कुकुर पनि बाघ हुन्छ त्यसैले त भुक्दैछस् ठिक छ त्यसो भए ठाउँ पनि तेरो समय पनि तेरो भन कहाँ भेट्छस् त तैँले भने जस्तै सुन्दर सभ्य सुशील कदकाठी मिलेकी हिमाल जस्ती गोरी मलाई त केटी मन पर्यो हिमाल जस्ती होइन हिमाल जोत्रो रहेछ पहिला रोडबाट सबै गाडी हटोस् अनि तिमीहरूको पैसा सबै दिउँला हे कायरताको काखमा हुर्किएको स्यालको सौतेनी आमाको छेटो नम्बरको सन्तान के भूतको कुरा गर्छ यो मलाई देखेर होला उचालो आउँदा पहिले स्याल तर्सिन्छ के रे अघि तैँले मलाई फकाउन के सरी भनिस् क्यारे होइन तँलाई इङ्ग्लिस पनि आउँछ इङ्ग्लिस मात्रै हो र मलाई त फ्रेन्च जापानिज कति भाषा आउँछ ल बोलेर देखा त थ्याङ्क यू वेलकम एक्सक्युज मी मंकी कुशल अभिनेता हुनुहुन्छ एक्टिङ डान्स फाइट सबै कुरामा पुख्ता हुनुहुन्छ हैन सो त्यो सबै अरु केही छ रमाइलो मजाको कुरा त्यो जान्न चाहेको हजुर उहाँ जस्तो सिचुएसनमा पनि हाँसिरहनुहुन्छ एकदमै मन पर्छ मलाई उहाँको स्माइल एकदम मन पर्छ लजाउनु भयो लजाइ पनि दिनुहुन्छ बेला बेलामा त्यो पनि मन पर्छ विराजीलाई स्टाइल है के गर्दिने रहेछु म त घाउ पनि बनायो उसले मेरो पछाडी पुरै त्यो लुगाहरू च्यातेर जम्मै यो पछाडीको त्यो स्क्रैच गरेर दुईतिरबाट पन्जाले यसरी तर पनि अब बचियो भन्नु पर्यो क्या सब त्यो चाहिँ इन केस तपाईको फेसतिर लाग्यो भयो अथवा देखिने बडी पार्टतिर लाग्यो भए एकजना नायकलाई पहिल्यै भालुले चिथोरेर उहाँ चाहिँ अहिले इन्डस्ट्रीमा हुनुहुन्न भन्थ्यो होला अरे बस टेबलमै भुलेछु साथी चाहिँ कोठाको ताला लाएर हिँडेछ ठिकै छ भोलि ल्याएर दिँदा भइहाल्छ नि तपाईँ जस्तो मान्छेले के डाँट्थ्यो र त्यही त ल थ्याङ्क यू हुन्छ साउजी साउजी उसलाई छोडिदिनु साउजी उसको गल्ती छैन साउजी उसले भनेको कुरा ठिकै हो साउजी हामीसँग पैसै छैन साउजी लगेर भाडा मलाई इन्जरलाई कसरी माझ्ने यो कालो त जाँदै जाँदैन साले यसरी माझ्ने हेरे यसरी माझ्ने अब अफिस जाने व्यवस्था यो टाइ पनि लगाउनु पर्ने होला
तर यो लगाउने यसो गर्छु कोट खोलेरै लगाउनु पर्ने होला यसका बाउका कन्देनी यत्रै पनि लाउँदैन खत्म